नमस्कार। यस प्रविधि समाचारमा अमेरिकी प्रतिबन्ध जोगाउन टिकटक सम्झौताका लागि ट्रम्पले गरे कार्यकारी आदेशमा हस्ताक्षर। चिनिया मूल कम्पनी बाइटडान्सलाई विनियोजन गर्नुपर्ने वा प्रतिबन्धको सामना गर्नुपर्ने 2024 को कानून पन्छाउँदै सेप्टेम्बर 25 मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकको अमेरिकी अपरेसनलाई अमेरिकी स्वामित्वमा हस्तान्तरण गर्न एक कार्यकारी आदेशमा हस्ताक्षर गरे। चीनका राष्ट्रपति जी जिनपिङसँग वार्तापछि तय भएको यो सम्झौताले ओराकलको नेतृत्वमा रहेका अमेरिकी लगानीकर्ताहरूलाई टिकटकको अमेरिकी अपरेसनमा 80% सेयर खरिद गर्न अनुमति दिएको छ भने बाइटडान्स र चिनिया लगानीकर्ताहरूले 20% भन्दा कम सेयर राख्न पाउनेछन्। रिपोर्ट अनुसार अमेरिकी लगानीकर्ताहरूमा ओराकल बाहेक प्राइभेट इक्विटी फर्म सिल्वर लेक र अन्य धनी प्राविधिक मिडिया व्यक्तिहरू समावेश छन्। ओराकलले अपरेसनहरूको निरीक्षण गर्नेछ, प्रयोगकर्ताहरूको डेटा होस्ट गर्नेछ र टिकटकको एल्गोरिदमको लाइसेन्स लिनेछ, जुन राष्ट्रिय सुरक्षा चिन्ताहरूलाई सम्बोधन गर्न अमेरिकी प्रयोगकर्ता डेटामा पुनः प्रशिक्षित गरिनेछ। नयाँ अमेरिकामा आधारित टिकटक 7 सदस्यीय बोर्डद्वारा शासित हुनेछ, जसमा मुख्यतः अमेरिकी साइबर सुरक्षा र राष्ट्रिय सुरक्षा विशेषज्ञहरू समावेश हुनेछन्। व्हाइट हाउस र ट्रम्पले सम्झौतालाई चीनसँग अनुमोदन गरेको रूपमा चित्रण गरे पनि बाइटडान्स र चिनिया अधिकारीहरूले रिपोर्टिङको समयमा सार्वजनिक रूपमा अन्तिम लेनदेनको पुष्टि गरेका थिएनन्। यो कदमले लगभग 17 करोड अमेरिकी प्रयोगकर्ताहरू र सामग्री सिर्जना कर्ताहरूको लागि टिकटकको अमेरिकी उपलब्धतालाई सुरक्षित राख्छ, जबकि अमेरिकी सांसदहरू र सुरक्षा अधिकारीहरूले प्रयोगकर्ता डेटा र राष्ट्रिय सुरक्षामा जोखिम निम्त्याउने तर्क गरेको चिनिया नियन्त्रण हटाउने लक्ष्य राख्छ। प्रविधि समाचारका लागि यति नै। लाइक र सब्स्क्राइब गर्नुहोला। धन्यवाद।